शुभ बिहानी। सहरको रहर बाध्यता कि आवश्यकता। अहिले हामीहरूको समाज यो विश्व त धेरै ठुलो छ, तर पनि नेपालको सन्दर्भमा मलाई अलिकति अनुभूति भएको अनुसार सुरुमा हामीहरूको एउटा दिनचर्या अलिकति गाउँमा नै बित्ने, सहरमा बसोबास कम हुने। अब केही हामीहरूसँग भएको कुराहरू भएपछि बिक्री गर्ने, अब त्यस्तो कामको लागि मात्रै हामीहरूले बजारमा जाने र आफ्नो जीवनयापनका लागि आवश्यक पर्ने कुराहरूलाई खरिद गरेर ल्याउने एउटा चलन थियो। अहिले समाज विकास अथवा समाजको विकास क्रममा, समाज विकसित हुने क्रममा अथवा यो प्रविधिको विकासको साथसाथै केही कुराहरू केन्द्रीकृत भए। म गाउँमा जाँदाखेरि धेरै साथीभाइहरूसँग, आफ्नो अभिभावकहरूसँग, चिनजानेको व्यक्तिहरूसँग भेटघाट हुँदा उहाँहरूले सहरको बारेमा एकदमै महत्त्व दिएर कुराहरू पनि राख्नुहुन्छ। अब मलाई के लाग्छ भन्दा, म त्यतिखेर उहाँहरूसँगको एउटा कुरा गर्ने क्रममा मैले अभिव्यक्ति, मेरो एउटा भावनाको कुरामा के उहाँहरूलाई भन्छु भने, जस्तो प्रकृतिले दिएका कुराहरू जो मानवलाई नभई हुँदैन, जस्तो घाम, पानी, हावा, तुलनात्मक हिसाबले अथवा धेरै हदसम्म गाउँमा राम्रो हुन्छ र त्यो हाम्रो लागि एकदमै आवश्यक हो। जो सहरमा केही एघात व्यक्तिहरू, जो धेरै अलिकति सम्पन्न व्यक्तिहरू बाहेक धेरै जसोले हावा, पानी, घाम विशेष गरी यी कुराहरू उहाँहरूले पाउनुहुन्न र नेचुरल रिसोर्सेसहरू जस्तो रुखहरू, होइन, अब त्यहाँको अब झारपातहरू, त्यस्तो किसिमको एउटा खालको अवस्था पनि सहरमा हुँदैन। फिजिकल्ली एक्सर्साइज गर्ने भन्दा पनि अब त्यो गाडीहरूमा जाने आउने हुँदैन र गाउँमा अटोमेटिकल्ली अब बाध्यात्मक तरिकाले भनौँ अथवा त्यो किसिमको भू बनोटले गर्दाखेरि मानिसहरू एक घरबाट अर्को घरमा जाने आउने, है, त्यस्तो किसिमले गर्दाखेरि शारीरिक रूपमा उनीहरू तन्दुरुस्त हुन्छ। र एउटा हामीहरूले, मलाई कहिलेकाहीँ के महसुस हुन्छ भन्दा, जस्तो माछा मार्दाखेरि, जस्तो बल्छीबाट माछा मार्दाखेरि माछाले के रिस्क छ है, यहाँ जोखिम छ, केही गडबडी छ भन्ने त महसुस गरेको हुन्छ, तर अन्ततगत्वा ऊ खानाको लोभले गर्दाखेरि माछा बल्छीमा पर्छ र आफूलाई सिद्ध्याउँछ। त्यस्तै प्रकारले अहिले हामीहरूको जीवन पनि रोजगारीको क्रममा, काम गर्ने क्रममा, दैनिक जीवनयापन गर्ने क्रममा र घरको व्यावहारिक कुराहरूलाई मिलाउने क्रममा हामीहरू धेरैजसो व्यक्तिहरू सहरमा मात्र नभएर देश विदेशमा गएर उद्योग धन्दा, कल कारखाना, विभिन्न ठाउँमा काम गर्नुपर्ने आवश्यकता भएको छ। यो हिजो पनि थियो काम गर्ने, होइन, तर पनि अहिले के छ भन्दा त्यसको एउटा रूप परिवर्तन भएको छ र यो परिस्थितिमा हामीहरू अब त्यस्तो किसिमको रोजगार, त्यस्तो किसिमले हामीहरूले कमाउने ठाउँ, त्यस्तो किसिमको एक किसिमले भने अन्य सुविधाहरू पनि गाउँमा नभएको कारणले, स्कुलहरू, कलेजहरू, हस्पिटलहरू, होटेलहरू, है, अब त्यस्तो किसिमको अवस्थाहरू पनि गाउँमा नभएको कारणले हामीहरू एउटा सुन्दर, शान्त, एउटा आकर्षक, प्राकृतिक दृष्टिकोणले एकदम भरपुर भएको गाउँहरू पनि अहिले उजाड रूपमा छन्। र यो अवस्थामा केही कुरा त हामी व्यक्तिको पनि दोष होला, हामीहरूले पनि
केही कुराहरू बुझ्न नसकेर लहै लहैमा लागेर पनि हामीहरू त्यो किसिमको वातावरण सिर्जना गरेका छौँ होला। केही कुराहरू बाध्यात्मक पनि होलान्। केही कुराहरू अब हामीहरूले यो समयको विकास क्रममा एडप्ट गर्नुपर्ने त्यो किसिमको अवस्था पनि सिर्जना भएर होला। तर पनि अहिले देखिएको समस्या भनेको हामीहरूमा एउटा राज्यदेखि व्यक्तिसम्म भनौँ अथवा व्यक्तिदेखि राज्यसम्म कोही एउटा सोच समन्वय नभएर पनि होला। अब यसको विकास गर्ने क्रममा त्यसपछि अब मान्छेहरूलाई त्यहाँ व्यवस्थित रूपमा बसाउने, अब उद्योग धन्दाहरू खोल्ने, जडीबुटीहरूको उत्पादन गर्ने है, त्यहाँको नेचुरल रिसोर्सेसहरू जो छ त्यसलाई एकदम अधिकतम सदुपयोग गरेर मानव विकासको लागि प्रयोग गर्ने भन्दा पनि हामीहरूको यो जो अवस्था अहिले वर्तमान अवस्था अलिकति फरक तरिकाले चलिराखेको छ। अब त्यो विभिन्न किसिमको कुराहरू होला, त्यसमा अब राजनीतिक स्थिरताको कुराहरू होला, अब द्वन्द्वका कुराहरू होलान्, त्यति मात्र नभएर प्राकृतिक प्रकोपका कुराहरू होला, डिजास्टरका कुराहरू होला। जस्तो अब भुइँचालो आउँछ टाइममा, समयमा सुनाम भन्नाले अब कोभिडहरू आउँछ होइन, अब बर्ड्स फ्लू, अब विभिन्न किसिमको कुराहरू पनि होला। तर पनि हामीहरूको जीवनशैली अहिले एकदमै एउटा खालको, जस्तो गाउँघरमा हामीहरूले हेऱ्यौँ भने एउटा हराइजेन्टल उसमा छ, जग्गा जमिनहरू छ है, मान्छेहरूको धेरै तलाको हुँदैन। अब बजारमा बस्दाखेरि मान्छेको धेरै तला होइन, 5-7 तलाको घरहरू बनाएर बस्नुपर्ने, त्यसमा तलको कोठाहरूमा प्रायः घामहरू किरण नआउने, घाम ताप्न नसक्ने र विभिन्न किसिमको भिटामिनहरूको कमी भएर अब औषधिको प्रयोग गर्नुपर्ने अथवा ट्याब्लेटहरू खानुपर्ने भन्ने हुन्छ। र हामीहरू पनि अहिले एकदमै हाम्रो सञ्चारको माध्यमहरू, मोबाइलहरू, ल्यापटपहरू है, अब ट्याबहरू, अब त्यस्तो किसिमको प्रयोग गरेर बस्ने, त्यसले गर्दाखेरि एउटा खालको जो अवस्था सिर्जना भएको छ त्यो सहरीकरण हुनुमा सुविधाहरू पनि छ, त्यसको गुण पनि छ, दुर्गुण पनि छ। तर पनि त्यसलाई हामीहरूले व्यावहारिक रूपमा त्यसलाई फरक तरिकाले, फरक अवस्थाबाट त्यसलाई बुझेर एउटा खालको समन्वय ल्याउन सक्यौँ भने, अथवा बाध्यात्मक भन्दा पनि एउटा मानवीय तरिकाले अब लामो समयको लागि व्यवस्थापन गर्न सक्यौँ भने होइन, एउटा आवासीय क्षेत्रका कुराहरू हुन्छ, अब त्यहाँ जस्तो अब इन्डस्ट्रियल एरियाको कुराहरू हुन्छ। यो नभएको होइन, सबै ऐन कानुनहरू भरपुर छन्। मलाई त लाग्छ अहिले नेपालमा केही कानुनहरू नबनेका होलान्, तर पनि धेरै जसो कानुनहरू बनिसकेका छन् होइन। त्यसको कार्यान्वयन कमी बेसी भएको होला, त्यो आफ्नो ठाउँमा छ। तर पनि अहिले जो सहर र गाउँको कुराहरू छ त्यसलाई एउटा समन्वयात्मक तरिकाले हामीहरू लग्न सकेनौँ भने यसले असर त पारेकै छ है, अझ धेरै असर पार्छ जस्तो लाग्छ है। त्यसले गर्दाखेरि यो एउटा सहरीकरण, सहरमुखी एउटा हाम्रो बसोबास है, अब त्यसले पार्ने असरहरू, अब मानव पनि अब सहरमा बस्न, गफगाफ गर्न होइन, सानोतिनो अब त्यो किसिमको अप्ठ्यारो परिस्थिति भए पनि त्यहाँ बस्ने होइन, नराम्रो घाम छ पाउँछ, नराम्रो हामीहरूले हावा पाउँछौँ, नराम्रो खालको हामीले पानी पाउँछौँ। तर पनि त्यो किसिमको अवस्थामा हामीहरू छौँ। आजलाई यति नै, सबैको जय होस्।